विश्वकपकै इतिहासमा सबैभन्दा धेरै यो पटक ४८वटा टोलीले सहायता जनाउँदैछन्। ४८वटा टोली यानि कि ४८वटा देश। विश्वकपको इतिहासलाई हेर्ने हो भनेदेखि 1930मा उरुग्वेमा पहिलोचोटि प्रतियोगिता भएको थियो। त्यति बेला टोलीको सङ्ख्या जम्मा 13वटा थिए र त्यो सङ्ख्या चाहिँ 1934मा बढेर 16 पुग्यो, अनि 1982मा बढेर 24 पुग्यो र 1998बाट फेरि बढेर चाहिँ 2022सम्ममा 32वटा टोलीहरूले सहयोगिता जनाउँथे। 2026को वर्ल्ड कपमा 48वटा टोलीहरू सहयोगिता छन् हैन। अब यी टोलीहरू चाहिँ 48वटाबाट चाहिँ अघिल्लो चरणमा कसरी चाहिँ छनौट हुन्छन् भन्ने कुरा म थोरै जानकारी दिन्छु तपाईहरुलाई हैन। 48वटाबाट चाहिँ राउन्ड 32मा सिलेक्सन भएर चाहिँ 32वटा राष्ट्र यानि कि 32वटा टोलीहरू जानेछन्। 48वटाबाट 32वटा टोली कसरी छनौट हुन्छन् भन्दाखेरि 48वटा टोली चाहिँ जम्मा 12वटा ग्रुपमा विभाजन गरिएको छ, 12वटा समूहमा, र प्रत्येक समूहमा 4वटा टिमहरू छन्। 4वटा टिमहरू छन् र प्रत्येक टिमले 3वटा गेम खेल्छन्। आफ्नो अपोनेन्ट अरु 3वटा राष्ट्रहरूसँग खेल्छन् र एक खेल जितेमा 3 पोइन्ट, बराबर खेलेमा 1 पोइन्ट र हारेमा 0 पोइन्ट प्राप्त गर्नेछन्। यसरी नै समूहको अङ्क तालिका हेरिनेछ र समूहका विजेता र उपविजेता दुईटा टोली चाहिँ स्वतः राउन्ड 32मा सिलेक्सन हुनेछन्। यानि कि 12वटा समूहबाट 24वटा टोली चाहिँ राउन्ड 32मा जानेछन्। अब बाँकी रह्यो 8वटा टोली। 8वटा टोली कसरी छनौट हुन्छन् भन्दाखेरि ती 12वटा समूहभित्रका थर्ड पोजिसन जसले होल्ड गरेका छन् उनीहरूको अङ्क तालिका हेरिनेछ हैन। अङ्क तालिका हेरिन्छ, जुन जुन थर्ड पोजिसन प्राप्त गर्ने कन्ट्रीहरू, टोलीहरूलाई एक ठाउँ राखिनेछ र त्यसमध्ये सबैभन्दा जसको बेटर अङ्क छ हैन तिनीहरूबाट टप 8 टोलीलाई फेरि के गरिन्छ भन्दाखेरि चाहिँ राउन्ड 32मा लगिन्छ र राउन्ड 32बाट चाहिँ नकआउट राउन्ड सुरु हुनेछ हैन। नकआउट राउन्ड भनेको तपाईको हेड टु हेड हो, जो जित्यो त्यो राउन्ड 16मा जान्छ। राउन्ड 16बाट क्वार्टर फाइनल अनि सेमी फाइनल र फाइनल। यसरी 48वटा राष्ट्रबाट चाहिँ एउटा टोली कसरी फाइनलसम्म पुग्छ भन्दाखेरि यो जर्नी हो।